नमस्कार साथीहरू, मनको कुरामा जहाँ हामी खोल्छौँ मनका अत्यन्तै रहस्यमय कुराहरू। आज हामी भारतका एक चर्चित राजनीतिका कूटनीतिज्ञ चाणक्यका अनुसार हामीले अरूलाई भन्न नहुने 5 वटा कुराहरू चाहिँ मैले लिएर आएको छु र ती 5 कुराहरू के छन् त भन्ने कुराहरू म तपाईँलाई क्रमैसँग भन्नेछु। यदि हामीले यी 5 कुराहरू हाम्रो जीवनमा लागू गऱ्यौँ भने चाहिँ हामीलाई जीवन जिउनको लागि धेरै सहज हुन्छ र हामीले समस्यामा पनि हामी पर्दैनौँ। र 1 नम्बरमा रहेको छ तपाईँको भविष्यको योजना, आफ्नो फ्युचर गोल्स। कसैलाई पनि नसुनाउनुहोस्, किनभने आफ्नो भविष्यमा के योजना छ भन्ने कुरा यदि सबैलाई सार्वजनिक भयो भने तपाईँलाई समस्या पर्न सक्छ। सबै तपाईँका मित्र हुँदैनन्, कोही शत्रु पनि हुन सक्छन् र तपाईँको योजनामा उनीहरूले विघ्न बाधा डाल्न सक्ने सम्भावना हुन्छ। त्यसै कारणले आफ्नो योजनाहरू चाहिँ गोप्य राख्नुहोस्। 2 नम्बरमा रहेको छ आफ्नो कमी कमजोरीहरू, आफ्नो विकनेसहरू पनि कसैलाई नबताउनुहोस्। भनिन्छ नि, जहाँ फाटेको हुन्छ त्यहाँ उधार्नको लागि सजिलो हुन्छ। त्यसै कारणले गर्दाखेरि आफ्ना कमी कमजोरीहरू पनि आफ्नो मित्र सम्झेर अथवा आफन्त सम्झेर कहिले पनि नबताउनु होला। 3 नम्बरमा रहेको छ पारिवारिक समस्याहरू, फ्यामिली प्रब्लम्स के छ त, झैझगडा छ, मेलमिलाप छ अथवा के छ भन्ने कुरा चाहिँ आफ्नो परिवारका कुरा पनि नितान्त गुप्त राख्नुहोस् र बाहिर कहिले पनि सार्वजनिक नगर्नुहोस्। र 4 नम्बरमा रहेको छ तपाईँको आम्दानी, तपाईँको आय कति छ, खर्च कति छ, आय व्यय कति छ, कति कमाउनुहुन्छ, कति खर्च गर्नुहुन्छ, त्यस्ता कुराहरू पनि बाहिर भन्न आवश्यक छैन र त्यसले तपाईँलाई समस्यामा पार्न सक्छ। त्यसै कारणले गर्दाखेरि पनि आफ्नो तपाईँको आम्दानीहरूको बारेमा पनि कसैलाई पनि नसुनाउनुहोस्। र 5 नम्बरमा रहेको छ तपाईँको व्यक्तिगत सम्बन्धका कुराहरू, तपाईँको व्यक्तिगत सम्बन्धका कुराहरू जस्तै श्रीमान श्रीमतीको सम्बन्ध, कसैसँग झगडा भएको छ, मेलमिलाप भएको छ अथवा के छ तपाईँको आन्तरिक कुराहरू, व्यक्तिगत साथीभाइहरूसँगको सम्बन्धका कुराहरू कहिले पनि नगर्नुहोस्। अथवा तपाईँले कसैलाई अपमान गर्यो अथवा मान गर्यो त्यस्ता कुराहरू पनि सार्वजनिक नगर्नुहोस्। त्यस्ता कुराहरू सार्वजनिक गर्दाखेरि पनि सबै अब आफ्ना हितैषी मित्रहरू पनि हुँदैनन् होइन। अनि जुन तपाईँप्रति आरिस गर्ने, तपाईँप्रति चाहिँ समस्या ल्याउन चाहनेहरू, तपाईँको प्रगतिमा डाहा गर्नेहरूले तपाईँलाई चाहिँ विघ्न बाधा उत्पन्न गराउन सक्छन्। त्यसै कारणले गर्दाखेरि चाहिँ आफ्ना व्यक्तिगत सम्बन्धको कुराहरू चाहिँ कहिले पनि उजागर नभन्नुहोस्। र यी कुराहरू यदि तपाईँले आफ्नो जीवनमा चाहिँ लागू गर्न सक्नुभयो भने तपाईँलाई जीवन जिउन सहज हुन्छ र तपाईँको जीवन पनि सहज हुन्छ भनेर चाहिँ प्रसिद्ध चाहिँ दार्शनिक भनौँ र राजनीतिज्ञ चाणक्यले भनेका छन्। र यो कुराहरू चाहिँ लागू गर्नुहोस्। धन्यवाद।